हिँडेको अनि हामी कस्तो थोरै आएर चिजवल किनेको अहिले चिजवल जित्या किन त हामी चिजवाला आप भयो नकिन एक्सपेक्टेसन भर्सेस रियालिटी अहिले देखाउँछु हामीहरू चिजवल खोलको बाइक चाहिँ दाम अर्कै आउँछ होला खोलको पनि थपिदिन्छ होला भनेको त उही रहेछ होइन रहेछ हामी फाइदामा गइदिनु पनि अझ हामी चाहिँ स्याटरडे बनाउने हिँडेर चाहिँ गाइजहरू एकदम चिसो चिसोमा चिजमा बनाउने आउँछ होला भनेर खानु रेडी भएको भयो त्यहाँ सो त्यस्तै केही हुँदैन भने बनाएको हामीलाई त्यही झन् चटपटे खानु 50 मात्र खाने खायो भने पुरै दिन खाइदिन्छ यही भनेर त्यही हुन्छ तँलाई फेरि के हो साइडमा के दामी देखिरहनु भयो होला यो बाटो चाहिँ हाम्रो लागि फर्स्ट टाइम बाटो हो त झुकेर राइट बाटो आइगयो हामी त्यही बाटो आउनु कोही बाइक आएर छ बाइक भर्खर बोले भ्लग बनाउँदै त्यही भएर अब चिसो भयो हामी चाहिँ लगभग शिवपुरी नेसनल पार्क आइसकेको छौँ होइन यसरी छौँ होला तपाईँको साथी करण दास राई होइन ऊ चाहिँ बिस्कुट फ्याक्ट्रीमा कागज लाउन छरीकोट भन्ने ठाउँ यहाँ पनि छ नि तपाईँ थाहा नि दरबार है यो चाहिँ पहिलाको राजाहरू बस्ने ठाउँको दरबारहरू यो चाहिँ है भाडा पनि सस्तो हो अनि यहाँ चाहिँ भाडाको पनि पुरा भइसकेको छ हामी चाहिँ यतै आएर बस्छौँ अन्त रमाइलो के रहेछ खतरा रहेछ ठुलो रहेछ ठाउँ के हो ठ्याक्कै चाहिँ थाहा भएन हामीलाई पनि है राजा बस्ने ज्ञानेन्द्र त्यहीँ जान्छ ज्ञानेन्द्र बस्ने ज्ञानेन्द्र यहाँ हो हामी चाहिँ सिङ्गल तिरी आयो ख्यालमै है आई दिमाग खराबमा पिउँ चाहिँ म पहिला बस्थेँ है यो सिङ्गल ट्री दिस इज वी लिभ चाइल्ड म स्कुलदेखि बसेर पुगेको हो ल गाइस चाहिँ हामी चाहिँ पहिला हो त्यो घरमा बस्थेँ त्यो घरमा चाहिँ अहिले 3टा घर बनेछ त्यो चाहिँ म चाहिँ एक क्लास पढ्दाखेरि बसेको घर होइन मेरो स्कुल लाइफ चाहिँ त्यहाँ स्पेन्ड यता वाइट गुम्बा अनि हामी सिङ्गल ट्री जाँदैछौँ फेरि यहाँ पनि काट्नुपर्ने होला टिकट त्यस्तो लाग्छ है अहिले नेम त्यस्तो सोच लागेछ सिङ्गल ट्री आइसकेको छ
यहाँ त भ्यू हेर्ने रहेछ नि त रिमोट सिस्टम यहाँ यसरी जान्छ नि यहाँ चाहिँ अनि चरा आउनु लागिरह पुतली चरा आउनु कपडा पनि त्यस्तै रहेछ यो लाउनै पर्ने थियो ल ल अहिले त धेरै अपडेट भयो नि पहिला एउटा पिङ मात्र थियो यो लाउँदा चाहिँ खेल्नु लानु आएको त्यो लुगे हो कि यो अहिले लाउनुको लागि नै त्यहाँ होला त्यो फोटो लाउने नि खेल्ने क्या भाइब्स हानेर क्या यिनै त हो पैसा झार्ने पैसा झार्ने अलिअलि रमाइलो नि लाग्यो अहिले उयो 3D गेम खेल्नु पर्थ्यो कता हो फिलिङ चिल भयो त्यतिमा सक्यो यो हिराई तपाईँको चराहरै कम रहेछ आज चाहिँ यसपालि चाहिँ धेरै भएको छ हालत ए डराएको साह्रो सपोर्ट चाहिरहेको यहाँ चाहिँ फिलिङ्स आएको पनि हुँदैन यसो हेर्नु तपाईँ त नि मेरो त्यो गाई चाहिँ पहिला थिएन यो चाहिँ अहिले थपेको अवस्था फिलिङ्समा छ दुईजना अब हामी चाहिँ अरूको फिलिङ्स हेर्दै बस्ने काम मेरो स्कुल चाहिँ उहाँ हो अनि गाई अब हामी चाहिँ हाम्रो महँगो रेसिपी खाँदैछौँ टेस्ट चाहिँ राम्रो छ अरे टेस्ट मिठो रहेछ फिलिङ गुड त त्यहाँ जा होइन अनि सोध के हो उ त्यहाँ त्यो ग्लासमा गएको कति त्यो पिङ खेला कति महँगो होला खुल्ला तर मोबाइल एमबी रहेछ टेस्टी छ टेस्टी यो प्याकेटमा प्याक गरेको भन्दा हामीहरू खुल्ला किन हो खुल्ला अन्त टक्क गरेर प्राइस सोध गाइस अनि यता चाहिँ हाम्रो रुम कस्तो दिइरहेको छ अनि यता चाहिँ हामी बस्ने सायद यो चाहिँ हाम्रो स्पेसल फ्रेस गाइस हामीले त्यति खाँदा पनि मिठो भयो एकदम होइन भरि नसक्नु भयो त्यति नै 100 रुपियाँ किलो वाल छ्याले हुँदैछ क्यास्टिङ परियो एक लट होला अलिकति ल छिर्नु पर्ने हुन्छ खुट्टा सिधा गर्नु त खुट्टा भाइयो भाइयो खुट्टा हल्लाउनु त खुट्टा यता हेर्नु पछाडि ढल्केर ल हात छोडेर हेर्नु त यता हेर्नु न यता यस्तो हात यता हेर्नु यता त्यस्तै लाग्यो होला नि जबरदस्त स्मेल त्यो तातो हुन्छ त्यस्तो साला सातै उडे बनाउने रहेछ फेसले त सो गाइज मेरो चाहिँ हामी चाहिँ अब पिङ खेलेको हेरेर दाजु बोलाउनु नआएको यहाँनिर हाम्रो चाहिँ साथी हुनुहुन्छ ठिक छ यहाँ चाहिँ राम्रो तरिनी खेलिरहेको छैन तरिनी यता चाहिँ ससुराला हुन्छ ओइ मागट म चाहिँ अलिकति जाप्ने भनेर बोल्छु अनि हाम्रो दाजुले चाहिँ फेरि बोलाउनु ठिक छ ल अङ्कल राम्रोसँग हान्नै पोजो छोरीको राम्रै भइरहेछ अङ्कलै हान्दै हुन्छ अङ्कल चाहिँ छोरीको पोज दामी आँखा नि
थियो भिडियोको फेरि गराइदिने म चाहिँ फेरि ऊ है फेरि के अरे जापानिज होइन चाइनिज रहेछ मैले चाहिँ नि के छ अङ्कल राम्रो छोरी फोटो खिच्नु भनेको होइन नो नो चाइनिज बिग इङ्ग्लिस रे क्या यस्तो प्राङ गरेछ फेरि छोरीको पनि बस्दैछ नि त्यहाँ कस्तो फिलिङ्समा गइरहेको आम्बो देख्नु चाहिँ दिएको छ फिलिङ्समा त्यता चाहिँ त्यो छोरी चाहिँ मैले फेरि उ गरिसक्यो क्या पठाइसक्यो छोरीको ससुरोमा सोचेर आए त अनि यहाँ चाहिँ ज्वाइँ छ अनि यहाँ गाई चाहिँ अब हामी चाहिँ हिँडेको सुज पनि हेर्नु भइसकेको छ ज्वाइँ साहबले चाहिँ अब गाई हामी त्यहाँ ससुरासँग फेरि त्यहाँ ससुरासँग बस्छु होइन उहाँ चाहिँ ससुरो होइन इन्ट्रो भइसकेको छ अँ नै त्यो पनि बिचरा मक्काबाट हानिरहेछ नि अनि छोरी चाहिँ उता हुन्छ होइन अब हामी चाहिँ जानुपर्ने भयो हाम्रो चाहिँ अब बाइक साइकल लिएर निकाल्नु पर्ने रहेछ अब हामी निस्किनु पर्ने हुन्छ गाई हामी पौडकी निकड्यामा चाहिँ घर जाने क्रममा अब हामी चाहिँ आदेश्वर मन्दिर आइपुगिसक्यो चाहिँ हामी पहिला बसेको साइडतिर आइपुग्यो है यो चाहिँ वाइटबाट जाने बाटो हो है यो चाहिँ आदेश्वर आए गाई चाहिँ त्यहाँ आदेश्वर हो है अनि हामी बसेको थियो अगाडिको केही चेन्जेस छ त यो त्यो रातो रातो घर भएको ठाउँतिर चाहिँ पहिला हाम्रो रुम थियो अहिले चाहिँ त्यहाँ तिनवटा घर छ त्यहाँको साउली बेचेर चाहिँ एउटा तिनवटा घर बनाइरहेछ अहिले चाहिँ है पाँचसँग पैसा हुनुहुन्छ एभ्रिथिङ विल बी ओके यहाँबाट जान्थ्यो अहिले चाहिँ घर थपिया छौँ हामी बसेर उठ्दै हो नि यो बाटो छिप्दै उठ्दै त्यहाँबाट पानी लिएर त्यो चाहिँ हामी म चाहिँ स्कुल पढ्दाखेरि बसेको ठाउँ है अनि 11 क्लाससम्म पनि लगभग हामी यतै बस्यौँ होला बसेको ठाउँमा आइपुग्यो है कति वर्षपछि लाएर यहाँ त्यो आन्टीहरू होला अब कतिको साल यहाँ बसेको थियो बसा यहाँ थियो हाम्रो केटाहरू कोही छैन हाम्रो केटाहरू किन रोका होला नि यहाँ चाहिँ वर्ल्ड कप 2022सम्म चाहिँ यहाँ बसेको थियो 26 भइसक्यो होइन हामी अर्को वर्ल्ड कपमा आउने बेला भइसक्यो होइन हामी 22को वर्ल्ड कपबाट यहाँ सरेर गएको अब 26को वर्ल्ड कप आइसक्यो होइन अब हाम्रो चाहिँ यो चाहिँ लगभग 4 वर्ष भइसकेको छ ए कसको चोरी मेरो आउँदैछ गाई चाहिँ यहाँ चाहिँ मेरो स्कुल आउँदैछ ओ कान्छा रे बाबा अब यो चाहिँ म पढेको स्कुल हो है यो स्कुलमा चाहिँ मैले चाहिँ 10 क्लाससम्म पढेको है गाई चाहिँ मेरो यो स्कुल पूर्व स्कुल हो है मैले चाहिँ आएको यता साइडको तिनै साइड पढेँ त्यो चाहिँ नगरपालिका यताको बनाउँदै थियो अहिले कम्प्लिट भइसक्यो वडा हो क्या वडा घर जाने क्रममा छौँ अब हामी त्यो भिडियो बनाउँदैनौँ जाडो पनि हुन थाल्यो अब घर जाने है त गाइस छ आई डोन्ट वान्ट टु मेक सो मोर एन्ड मोर भिडियोज अनि यो बाटो हुँदै चाहिँ म बिहानै कलेज जान्थेँ क्या 11 क्लासमा पढ्दाखेरि चाहिँ क्या जाडोमा टक्क हातले जान्थेँ यसरी यो बोट बिरुवाहरू यसरी पलाएको थिएन त्यति बेला अहिले त बोट बिरुवा बबाल भएछ है बबाल लागेको छ मलाई पनि